आज चाहिँ माल्टामा नेपालबाट ल्याएर आफैले मेहनत गरेर रोपेको अनि फलाएको अकबरे खोर्सानी चाहिँ टिपेर अचार बनाउनको लागि टिप्न गइरहेको छु। देख्न सक्नुहुन्छ। किसानको छोरो परियो, किसानको परिवारमा जन्मेको हुर्केको मान्छे भएको कारणले गर्दाखेरि मेहनत गर्न, खेतीपाती गर्न, केही नभए पनि सानोतिनो बिरुवा यसो रोपौँ जस्तो लाग्छ। कस्तो भयो? गर्मी यार, तिम्रो ढाड चाहिँ राम्रै सेकिने हो केटो। ढाड सेकिसकेको दाजु। हैन टन्नै फलायो क्या हो? आम्पो भरेर हैन यो एउटा होस् बिरुवा निकालेर बेच्नु पर्यो पछि। माछालाई 1 रुपैयाँ गोटा बेच्यो भने पनि युरो हिसाबबाट त कहाँ पुग्छ त पछि क्या? 1 युरोको हिसाबले गर्ने भने 100 वटा जति बिरुवा उत्पादन गर्यो भने यहाँ रोप्ने। टन्नै फलेको छ त्यो देखिरहेको छ यहाँनिर त। एक बट्टा भरिने टाइपको छ नि। यति फलाउन मेहनत गरेर यति फलाउन चाहिँ सफल भइएछ। अब अर्को भिडियोमा